टक्क चिया लाउने हो नि इलाम भन्दा त यसले त धेरै मार्केट खान्छ नि त यहाँ चाहिँ गर्न त यो इलामको त बाउ छ नि बाउ नि छ है अब टक्कसमाले अब मुन्नु पद मार्गलाई पनि यसले अब समेटेको छ हो त नि अब त्यो तल गाउँ हेर्नुहोस् कति राम्रो छैन यो कस्तो छ नि माथि हेर्नुहोस् अनि केबल कार कुद्ने यस्तो देखिन्छ है हेर्नु यो सबै केबल कारको तार देखिन्छ है त्यो मामा चाहिँ हाम्रो बोकेको छ कि लास्टै तर यहाँ चाहिँ प्रचुर मात्रामा हेर्नु न यो फेरि हाम्रो ठाउँमा यो पैसाको बोरा सुत्रो हो सुत्रोको बोरा के अरे सुत्रो चिरेर यो पैसाको बोरा यहाँ के लागि के युज हुन्छ त यो रङ हजुर रङ ए रङ अब यस्ता त कैछन् कति जङ्गलमा होइन पेलेर रङ निकाल्छ कसको लागि हो खुसी लागेर अब यतातिर गयो भने उस्तै राम्रो देखिन्छ गर्दै यो सबै जङ्गल जडीबुटी हो यो सुत्रो भयो अनि छोट्नेहरू भयो होइन यो बाघखोर भन्ने ठाउँ यो भयो होइन हाम्रो चाहिँ मयु डाँडा भयो यहाँबाट हिमाल पनि देखिरहेछ हाम्रो त देखिन्छ नि हाम्रो गाउँ चाहिँ फेरि यो यहाँबाट है यति बेला हामी यो भोजपुर नगरपालिका यो वडा नम्बर 7 पर्छ होइन यो 5 बोखिम वडा नम्बर 5 बोखिमको हामी सिरानमा छौँ यति बेला दापफर्का भनेर दापफर्क यहाँबाट तपाईँलाई एकदम मनमोहक दृश्य देखाउँछु यहाँ हामी सिधै पारी टेम्के डाँडा अनि हाम्रो माथि माथि मयुङ डाँडा अनि यहाँ पारी बाखुर त्यसै गरी यहाँ पारी दावा पल्लीका 4 दावा र 3 र 4 गुप्तेश्वर र सिद्धेश्वर देखिन्छ यहाँबाट यो एकदमै सम्भावना प्रचुर मात्रामा सम्भावना बोकेको ठाउँ यति बेला आइपुगेका छौँ हामी यो घुम्दै घुम्दै टेम्के डाँडो सिधै पारी टेम्के डाँडो मयु र टेम्केको उचाइ बराबर छ कि हो होइन फरक छ त्यहाँ हेर्नु उचाइ हेर्नु लेभल हेर्नु साथै त्यो लेभलले त हुँदैन नि त समुद्र सतहदेखि नापिन्छ भिडियो पनि भयो नि होइन अनि त बिचतिर रोक्नु पऱ्यो भने अलि बिचमा रोक्ने अलिकति अनि फेरि